हेलो गाइस, तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामीले के गर्ने हो? माछा मार्ने र चरा हान्ने। अब हामी यसो शिकार तर्फतिर लाग्नु पर्ने हुन्छ। हाम्रो केटाहरू सब यहाँ रेडी भइसक्यो। भाइले चाहिँ तन्काइसक्यो। यहाँ देखाइदिनु न फर्स्ट। यसले के गर्नु खोजेको यिनीहरू दुईटाले लड्छ यहाँ। छु हिलेको काण्ड हो। ठुलो छ मार्ने पर्छ। गाइड छ हामी चाहिँ यहाँ माछा मार्न आइसक्यौँ। हेलो गाइस, तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी नाइट हन्टिङ जान आँटिरहेको छौँ अनि यहाँनिर मेरो भाइहरू आउँदैछ। यहाँ हाम्रो टिमहरू। हेलो गाइस, यो शीतल हो अनि यो चाहिँ डेभिड ठुलो सिकारी। अनि त्यहाँदेखि यहाँ हाम्रो रोजल ऱ्यापरलाई ल हाम्रो ल आज चाहिँ हामीले के गर्ने हो? माछा मार्ने र चरा हान्ने। हाम्रो चाहिँ सेलिब्रेसनै खतरा छ ल गाइस। हामी चाहिँ अब बाटो आइसक्यो होइन। अब हामी सिधै उता पुगेर एकचोटि भ्लगन गर्छौँ ल। बाई टाटा ल ट्याङ। सो गाइसहरू हामी चाहिँ राङ्चा आइसक्यौँ। फाइनल्ली राङ्चा गाउँ टेक्यो। हाम्रो आज चाहिँ हामी आलु मारेर देखाउँछौँ तपाईँहरूलाई। आलुको शिकार कसरी गरिन्छ, आलु खोलामा आलु कसरी पाइन्छ तपाईँहरूलाई म देखाउँछु। फ्ल्यासलाइट अगाडिको छैन हौ तपाईँहरूलाई म त्यो अगाडि छैन फिर गर्नु। सो हेलो गाइज, हामी चाहिँ यो के अरे बिमिरेको पुल आइसक्यो। पुल फाइनली डाले खोला ब्रिज। राङ्चा र बिमिरेको बिचमा पुल पर्छ। त्यहाँ काँक्रो छको सिमानामा आइपुगेको छौँ हामी। हाम्रो केटाहरू यहाँ छ। हामी फर्स्ट टाइम आएको यहाँ पुल बनाएको होइन। ढोगेर यसो आइरहेछौँ। हजुर सर हो, मै हो क्या। यहाँ मालपानीले यहाँ ल। अब हामी चाहिँ पुलबाट बाटो लाग्यौँ। बिमिरे पुगेर सिधै हामी देखाउँछौँ ल। हामी चाहिँ ल लाग्यौँ बाटो। बाटो जङ्गल हताएर छ, केही छैन। हामी चाहिँ लाग्यौँ अब होस्ट। हामी फेरि भूतको हामी मर्छ कि। गाइड हामी चाहिँ आइसक्यौँ। ऊ हामीसँग हाम्रो डेस्टिनेसन हामी आइपुगिसक्यौँ। बाटो हामी आइसकेको छौँ खतम खोला। अब हामी कहाँ जानुपर्ने? सरी, अब हामी यसो शिकार तर्फतिर लाग्नु पर्ने हुन्छ। हाम्रो केटाहरू सब यहाँ रेडी भइसक्यो। अब हामीले एउटा हाम्रो सिग्नेचर फ्यु अब ल हामीले हाम्रो उको लागि ल सबैजना ल 1 2 3 गो ल हामी ल हाम्रो गन्तव्यतिर लागौँ हामी। हल्का इन्ट्रेस्टिङ छ, हल्का मजा आउँछ। इन्ट्रेस्टिङवाला चाहिँ हेरिदिनु होला सबैले। गाइड्सहरू तपाईँहरूलाई म पुगेर देखाउँछु। लु गाइड्सहरू हामी चाहिँ हाम्रो गन्तव्यमा यस्तो छ। यो सानो खोलामा माछा राम्रो मिठो पाउँछ। म पनि छु यहाँ। लाग्ने त चक्कसँगले। लु फर्स्ट टन कसले मार्छ है अगाडि? सुरुवात कसले? यस्तो खोला छ यहाँनिर चाहिँ। यो अलिक डरलाग्दो भुतिया खोला हो कि हेर्नु। यस्तो सानो खोल्टी जङ्गल छ त्यस्तो छ। पा पनि छ क्या हो। मास्तिर एकछिन अहिले चाहिँ फर्स्ट टन कडेर हान्नु आँट्दैछ ल। त्यही छ पात्तैमा हाल्नु छ। त्यहीँनिर हो, त्यहीँनिर अलिक पछाडि अलिक अगाडि हेरेर हानै। फर्स्ट बाइट फर्स्ट यार मारेन। गाइड्सहरू के हो? म चाहिँ भाइहरूलाई चान्स दिउँ न फर्स्ट टन। अनि त्यहाँदेखि आफू पनि मार्नु सकेन भने चाहिँ आफू जाने हो होइन। त्यो बानी छ। यस्तो बच्चाहरू चाहिँ हान्ने बानी छैन मेरो। गङ्गडा पनि छैन यहाँनिर। यो पल्टाउने ल ग्याटिस बोक्छ मनिस। गङ्गडा तँ पनि झिक्नुपर्छ है। उयो पाहा कत्रो गाइड्स पाहा कहाँ पढेर पाहा धमका ल मा ओइ मारो
ओ यार भाइले चाहिँ तन्काइसक्यो यहाँ देखाइदिउँ न फर्स्ट सानो यस्तो सानो यो सुरुवातै गडेटाबाट लु हाम्रो सुरुवात भइसक्यो अब यसरी हामी अर्को छ उयो गङ्गटा छ तिर बाँचिन सक्छ यो वो यहाँ देखाउ न उयो क्र्याप जस्तो यो क्र्याप पनि मार्ने चाहिँ हाम्रो भाइ है त भरे यो हाल्दा उयोमा हरिया ए ल यो म सकियो लु ओह्रालो अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ होइन हाम्रो चाहिँ यही तपाईँहरूलाई चाहिँ म एउटा चिज देखाउँछु है पक्नै मस्ती हालेको यहाँ यसले के गर्नु खोजेको यिनीहरू दुइटाले राति लाज लाग्दैन हामी आइरहेको छौँ त नि हामी देख्दाखेरि त छुट्नु नि छुट ला त राख हाम्रो चाहिँ हन्ट हुँदैछ हन्टिङको हन्टिङ ल तपाईँहरूलाई अझै तलको देखाउँछु म यस्तो छ गाई बाटो डर लाग्छ लड्छ चन्डे भ्याएको त पखडिया गाइड छ हामीले ए फर्स्ट कराई माछा भेटेर ऊ मेरो भाइले चाहिँ हान्नुको लागि कहाँ छ अरे कराई माछा त यहाँ छ यहाँ रहेछ यो मेरो भाइले चाहिँ हान्नु खोजिरहेको छ ल अर्को बोकिएन है बोकिस खोली के बान न म यहाँ उयो बनाउँदैछु कि यहाँ हेर न ऊ बना यस्तो हुन्छ माछा अब हातैले समाउनुपर्छ ल गाई चाहिँ उयो जोडियो अब के गर्नु अब फेरि बनाएर यसले हान्नु पर्ने हुन्छ गाई चाहिँ मेरो भाइले चाहिँ ऊ हान्नु तर्नु सुरु गरिरहेछ ए यो भाइ उयो रहेछ ल यो अब अर्को टर्न यहाँ चाहिँ जसले मिस गर्यो नि होइन नयाँ जहाँ मान्छेको टर्न आइहाल्छ है यस्तो छ यो भाइको हात पनि जोत्का रहेछ ओभर लुज भन्दा नि लुचुक भयो क्या गराइको बच्चा कहाँको त फ्याएको त भाइले हान्नु आँट्दैछ यसले चाहिँ देखाइदियो नि यहाँ हेर्नु गाई छु मैले मारिदिइसकेको छु हिलेको काण्ड गराइको बच्चा ऊ यो हाम्रो अर्को हन्टर चाहिँ उता छ सिकारी ल मेरो भाइले चाहिँ ऊ हान्नु आँटिरहेछ ठुलो छ यो ओ गाइस हन्टर माई भाइ देखाइछन् यहाँ गाइस किन त्यो प्रेसरमै राखेको थियो प्रेसर पोइन्टमै थियो क्या त्यो के साह्रो गाइजहरू गाइस मेरो घाइते भइसक्यो म यहाँ मेरो यहाँ खुनाइसक्यो यहाँ 2 ठाउँ भेरी ब्याड भइसक्यो घरिलो बनाएको छ नि त भाग्यो सक्छ त्यसको जोडी घोचो क्या यसको बुढी पनि होला तर सबै मार्नु हुँदैन हामीले खुट्टाको छेउमै अलिक अलिकता यहाँ यो होला यो जस्तो लाग्यो यो होइन अर्को छ त्यहाँभित्र छिरेको एउटा त्यहाँभित्र छिरेको निस्केको छैन अब अगाडि चाहिँ यो ठुलो छ मासुको ओपर मिस भइरहेछ यस्तो मिस नगर्न यो तिरे कस्तो भएको यो पर्किन्छ बिचमै कसले बनाउँछ गाई चाहिँ मिस्टेक हाल्दैछ भाइहरूले चाहिँ के भने गाई चाहिँ तपाईँहरूलाई म मेरो भान्जाको ट्रिक सिकाउँछु पक्नै कसरी माछा पक्रिने मेरो भान्जाले चाहिँ ट्रिक हालिदिएर माछा पक्रिँदैछ अब त्यो सानो माछा छ तर त्यसलाई ट्रिक हालो यो छिर्छ अब त्यहाँनिर छिर्छ तपाईँहरू पनि यही ट्राई गर्नु है भान्जाको परिसक्यो खुट्टामा बिलामा देखा भागिसकेको छ यो नामर्द यस्तो नमुना बदला पक्रिनु परिरहेछ सो गाइस हाम्रो यसले चाहिँ ग्यारिसले चाहिँ त्यो नार्दैछ कि म तड गरिदिनुहोस् ल म चाहिँ यस्तो सानो किन हान्दिनँ लाम त उयो पायो क्या
अनि फेरि सानो हान्न यहाँ देखा न मलाई यता रानै यता सजिलो रहेछ अन्त यता चाहिँ टङ्किस चाहिँ नआउँछ तिमीहरू अहिले हाल्नु खोज्दैछ मोरो मार ओन खाने खालको पा हो छोडे एकछिन सुकै चाहिँ हाम्रो चाहिँ यहाँ गराइरहेको छ यसले हाल्ने हाम्रो मनिष सरले हाम्रो ब्लगर सोनम बुढा है यहाँ गराइन्छ यहाँदेखि दूर टाल त मरेन भने रोजाले चटपटी पाउँछ एकछिन तिरले यसो सुन्छ न तिर पनि पर्दैन केटाहरूले सुमसुमाउनु नि होइन एकछिन भएको छ क्या त्यो पढ्यौ यता छ यहाँ छ उनीहरू छ हिले होइन त होइन हिले हो हिले हुने काहीँ चाहिँ हामीले भेटेको छु मार ए ल माइटन कताको मजा आइरहेछ म हातले समाइदिन्छु होइन यहाँ नि छ सानो तेरो चाहिँ हातले यहीँ छु हान्दा ल अलिक घोप्टा रान्न मार हो फाइनली अहिले भएको छ उम्किन्छ गाइड चाहिँ पकडिसकेको छ हाम्रो होइन एक टन मिस हुन्छ कि दोस्रो टनमा त फेरि सिधै हो ढालिन्छ रागा ढालिन्छ नि फेरि ल अब सिधै फाइनल केटा ढुङ्गा चाहिँ निकाल्नुपर्छ क्या अनि हुन्छ केटा सोना लिन्छ ढुङ्गा गाई चाहिँ मैले चाहिँ टक टक मारिसकेँ यहाँ यस्तो छ खतरनाक छ यो अलिकति सानै भए पनि खतरनाक छ है गाइज यस्तो पारा भयो चाहिँ घरबाट भुट्टो नाना खान्छ लाग्दैछ होइन अब चाहिँ फेरि यतानिर जानुपर्ने लु गाइड्सहरू अब चाहिँ लास्ट हो हाम्रो अब हामी मार्दैछौँ होइन अब चाहिँ सानोबाट ठुलो हान्दै जान्छौँ अनि त्यहाँदेखि हामी 5 जनामा अनि त्यहाँदेखि जसले होइन मार्छ होइन अनि त्यहाँदेखि जसको म चाहिँ लास्टमा हान्छु अनि त्यहाँदेखि मारिसकेपछि तपाईँहरूलाई देखाउँछु है ल रोजालको पालो होइन मार्यो भने अझै मार्नु गाइड्स अब चाहिँ हाम्रो होइन सबैभन्दा सानोबाट होइन अब ठुलो हुँदै हानिन्छ अनि त्यहाँदेखि सबैभन्दा सानो चाहिँ हाम्रो शीतल भाइ हो अनि उसले चाहिँ हान्नु खोज्दैछ यहाँ छैन दुईवटा छ छैन हान त हान्न हो ओ ठुलो दियो ओ मारै ल हेर्नु गाइज मैले पनि मारिसकेँ अब शीतलको पालो खत्तम अब त्यस पछाडि हाम्रो सेकेन्ड ठुलो चाहिँ रोजालै अनि त्यस पछाडि डेभिड अनि त्यहाँदेखि म मेरो नाम सोनम दाई सोनम दाईलाई सब्सक्राइब हान्नुपर्छ है अब तपाईँहरू सबैले यो भिडियो हेरेपछि साथ लिएर आउनु चाक देखियो कत्रो ठुलो गाइड मेरो भाइले चाहिँ अब मेरो भाइको पालो छ अब एकछिनै बाटो बिस्तारै मेरो भाइको चाहिँ कालो यहाँनिर रहेछ ओ माई गड भाइले चाहिँ लाग्यो कि लाएन पहिलो कहाँ भएको ल भाइले चाहिँ मार्नै पर्ने हुन्छ है भाइको लास्ट हानाइ हो ऊ त्यही छ भाइले चाहिँ मार्नै पर्ने हुन्छ त्यहाँ छ दिइसक्यो ओ माई ओ लागेछ यार लागेछ मैले मारिसकेको मैले झन् मै हाइएस्ट मार्ने हो हाइएस्ट मैले चान्स दिएर भरे पकाउने म भाइलाई चाहिँ पकाउनु हुन्छ ल अब डेभिड भाइको पालो यहाँनिर छैन त्यत्रो छ है अलिक तङ्गौ न सिधै आन्दियो मार्नै पर्ने हुन्छ तान्दियो उठायो ल खोयो यो त उयो के पो एउटा त भिडियो छैन अब चाहिँ मेरो पालै गाइज अब यसको पालो हो गाइज अब जानुको हामीले सबैले हान्छ कि हामीले होइन अब यसको पालो लास्ट ल यहाँ छ पछि ठुलो ब्ल्याक एन्ड कोन्डा हाने मारे गाइज मेरो हातबाट मिस्टेक हुने भनेको होइन उयो हो क्या चरा ल अब चाहिँ हामी म हान्छु यहाँ त यसलाई हान्दैन मनिस यहाँ अर्को गाइज कता छ गाइज एउटा माछा नि टोइली गएर गायब भइसक्यो यस्तो जिन्दगी माछा भने पनि खोज्नु पर्ने हुन्छ हामीले
गाइड छ हामी चाहिँ यहाँ माछा मारेर आइसक्यौँ भन्दै कि हामीसँग हाम्रो माछा देखाइदिउँ न गर्नुभएको गाई छैन मलाई चाहिँ माछा परिवार देखाउँछु फाइनली गाइज हामी चाहिँ अब घरतिर हामीले त्यो जङ्गल पनि पार गरिसक्यौँ हामी अर्को गाउँ आइसक्यौँ हाम्रो गाउँ यतापट्टि अब गाउँ उतापट्टि पुगेर 20 मिनटमा ट्याक्क घर पुगेर तपाईँहरूलाई हामी माछा फ्राई गरेर खाएको देखाउँछौँ ल धन्यवाद म पनि त्यस्तै म गर्मी भएर होइन गाइज म चाहिँ भेस्ट पनि खोलेर बाई बाई अब हामी बाटो लाग्यो ल बाई बाई ल अब तपाईँहरूलाई हामीले घरमा होइन माछा बनाएर पकाएर खाएको देखाउँछौँ ल पकाइसकेको देखाउँछौँ ल ल गाई चाहिँ हाम्रो चाहिँ खानेकुरा बनिसक्यो यहाँनिर अब अन्तिममा अब तपाईँहरूलाई अब हाम्रो भिडियो यही टुङ्ग्याउँदैन अब हामी अन्त्य गर्न चाहन्छौँ गाइड्सहरू यही भन्न चाहन्छु